चारी चारी पनि छैन हजुर कहाँ गयो दाहरू गाडीमा गयो नि हौ त ए घरमा एक्लै छोस् क्या अनि त पानी खाने कि चिया खाने हौ चिया गरम नगरम चाहिँ पानी लिएर आएछ नि पानी र गाइस घुम्दै आएको भाइको घरमा हो पुरा गरम छ त्यसलाई घुम्दै आएको शीतलमा नै पानी फ्रिजको छैन दा फ्रिजै छैन ला फ्रिजै छैन चारी चारी पनि छैन हजुर अहिले मिस्टेक भयो गाइस मेरो तपाईँहरू पनि यस्तो अरूको घरमा गएर यस्तो मिस्टेक चाहिँ नगरिदिनु होला होइन उसले केही दिँदैछ पानी दिँदैछ भने चाहिँ अब कस्तो लाग्छ सुन्नेलाई होइन मैले मिस्टेक गरेँ होइन कि अब पानी मागेर फ्रिजको छैन भने अब छैन भने अब कस्तो टाइपको लाग्छ होइन त्यसैले यस्तो क्वेसनहरू नगरिदिनु होला मैले भन्नुको मतलब चाहिँ यो भिडियो चाहिँ मेरो स्क्रिप्टेड हो यस्तो चाहिँ नसोधिदिनु होला पानी मागेर अगर त्यो पानी जेसुकै पानी दियो पनि चिसो पानी छैन भनेर चाहिँ नसोधिदिनु होला किनभने त्यसले फ्रिज छैन भन्नु कस्तो लाग्छ क्या किनकि हामी एउटा गरिब दुःखी मान्छे हो होइन कतिको घरमा दुःख हुन्छ हाम्रो घरमा जस्तो कि भाइको घरमा सबै घरमा दुःख हुन्छ र त्यस्तै हो गाइस त्यस्तो नसोधिदिनु होला र राम्रो लाग्यो भने हरेक मान्छेलाई सेयर गर्नु ताकि उहाँले पनि बुझोस् कि यस्तो हुन्छ भनेर र मेरो पेजलाई फलो गर्नु होला र थ्याङ्क यू सो मच गाइस भेटौँ अर्को भिडियोमा है